हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ छ हाम्रो अनमको वेडिङ। अनि म चाहिँ नियम टेल बस्नेवाला छु, अनमको ब्राइडको के भन्छ फ्रेन्ड छेउमा बस्छ नि त्यस्तो। अनि र म चाहिँ आज त्यति भिडियोहरू बनाउनु पाउनेन, विच इज वाइ आई थट कि स्टार्टिङमै चाहिँ अहिले अलिअलि सबै एरियातिर चाहिँ देखाइराख्छु भनेर। सो यहाँ ब्याकबाट चाहिँ हाम्रो एन्ट्री हुन्छ, त्यहाँ गेट, त्यहाँदेखि अलिकति माथि हिँडिकन त्यहाँनिर चाहिँ छ। स्पिकिङ अफ दिस फोटो बुट, आई ह्याड अ भिजन, जुन चाहिँ यस्तो पर्दा लगाएर वाइट पर्दा लगाएर जुन चाहिँ अहिले कमन छ, हर वेडिङमा त्यस्तै देख्छ होइन। मेरो पनि त्यस्तै भिजन थियो, सेतो पर्दा लगाएर फुल वरिपरि त्यस्तो लगाउने भिजन थियो। तर आई वाज नट कन्फिडेन्ट इनफ, किनकि एज आई वाज नट एक्सपिरियन्स। अन्त यो चाहिँ फर्स्ट टाइम हो जसमा चाहिँ हामीले यो फोटो बुथलाई चाहिँ हामी खुद म अनि दुईजना बहिनी अन्त कति भाइहरूको असिस्ट लिएर चाहिँ हामीले त्यो फोटो बुथ सबै डेकोरेट गर्यो। त्यो पत्ता लाउनु नै हामीलाई 1 दिन लागेको थियो र स्टेजमा पनि हामीले नै गरेको डेकोरेटहरू। र अब नेक्स्ट त्यो जसको वेडिङहरू हुन्छ गाउँमा विल टेक रेस्पोन्सिबिलिटी अनि अलिक कन्फिडेन्ट पाइसक्यो। र अहिले चाहिँ सब हामीले गरेको। अनि अब चाहिँ हामी रेडी भएर आएर फर्स्टली चाहिँ वी आर ह्याभिङ ब्रेकफास्ट। त्यहाँदेखि चाहिँ तपाईँहरूलाई यहाँ वरिपरि अलिक देखाइदिन्छु सबै कुरा। यो छ हाम्रो डाइनिङ। अनि म चाहिँ आज भिडियो गर्नु पाउँदैन, किनकि म चाहिँ अब बेहुलीसँग हुन्छ त्यहाँनिर स्टेजमा, त्यही भएर अब फर्स्टमै घुमाइदिइराख्छु। यो छ डाइनिङ। हाम्रो स्विट डिस for my cameraman behind camera. This is for me. And आज हाम्रो स्विट डिसको टिममा चाहिँ हाम्रो आन्टी हुन्छ होइन। आन्टीवाला भिडियो गर्नु नपाउने, यसो त्यही भएर छिटो एक राउन्ड चाहिँ लगाइहाल्छु। किन चाहिँ उज्यालो हुन्छ। यो छ हाम्रो फर्स्ट। उहाँ चाहिँ मेरो टिचर म्याम हुनुहुन्थ्यो र अचानक म देख्दा चाहिँ मैले ग्रिट गरेँ। यो छ सेकेन्ड फ्लोरमा मेरो आप्पा। यहाँनिर चाहिँ भिआइपीहरू बस्नुहुन्छ यहाँनिर। अनि यो हेर्नु हुँदो रहेछ। र यहाँ चाहिँ हाम्रो न्यू आमाहरू चाहिँ आज चिया पकाउने। यहाँबाट यसरी हेर्दो रहेछ तल। अब म पनि त्यहाँ तलै बस्नुपर्छ बेहुलीको छेउमा साथी। उहाँ दुईजना बहिनी र म मिलिकन डेकोरेट गरेको होइन। अन्त वी आर सो प्राउड अफ इट। अनि यो बिहामा चाहिँ एकदमै सबैजना रमाइलो गर्दैछ, एकदमै गेस्टहरू पनि आउनुभयो र एकदमै सेटिस्फाइड भएर जानुभयो। रियली इट वाज अ ग्रेट डे। अनि म चाहिँ छु अहिले बेहुलासँगै दिनभरि म नै बस्नु पऱ्यो। राति भइसक्यो। हाम्रो यो नाइट टाइममा चाहिँ
हाम्रो कुकिङ चाहिँ यहाँनिर हुँदैछ। यहाँनिर चाहिँ हाम्रो सेन्डाराको किम्बङको अनोम मातिमहरू रहेछ। राति भइसक्यो अन्त मैले चान्स चाहिँ भर्खर पाउँदैछ रेकर्ड गर्नु। अब मान्छे गेस्टहरू पनि फर्किँदैछ। यता चाहिँ आज हाम्रो न्यम तेल बसेको थियो होइन, यिन चाहिँ अहिले मात्रै पाइ खायो अरे यस्तो चाहिँ दिउँसोभरि सुक्खा भयो अरे। अब वासरुम टाढो अन्त खुवाउँ त। अहिले कस्तो रहेछ बहिनी? दामी रहेछ। बल्ल बल्ल हिँड्नु पाएँ। यता उसको साथी यिन नै हो, साथी च्या ल्याइदिने यता पुर्याउने। अनेस्टली मलाई भिडियो बनाउँदा त्यति टाइम लाग्दैन। एस म त्यति एडिटहरू गर्दैन, जे छ त्यही हालिदिन्छु होइन। अब अलिकति काट्नु यस्तोहरू मात्रै गर्छु। र मलाई चाहिँ लाग्छ कि अब भिडियोहरू किन क्याप्चर गर्नुपर्छ भन्दा चाहिँ एज टाइम गोज बाई हाम्रो फिजिकल एपियरेन्स सबै चेन्ज हुन्छ, एज ग्रो हुन्छ र साथसाथ अब कति मान्छेहरू बित्नुहुन्छ होइन। तर यो मोमेन्टहरू चाहिँ क्याप्चर हुन्छ।